कसरी भलग गर्छन् होला है मान्छेहरू। कस्तो दामी बनाए हुन्छन् भलग है। आम्मामामा यो त बब्बाल फुल रहेछ नि। अहिले यता बाघ पनि पाउँछ भन्ने सुनिरहेको छु है। अब कता पाउँछ के पाउँछ है। जाँदैछु, मलाई झम्टिहाल्यो भनेपछि चाहिँ मेरो यो भिडियोमा सीमित हुनेछ। हे एभ्रिवान, वेलकम ब्याक माई न्यू भलग है त साथीहरू। आज चाहिँ म नयाँ भलग बनाउँदैछु यो बर्दिया जिल्लामा आएर है। आज म एकदमै खुसी छु हैन। पहिले चाहिँ मैले म्युजिक भिडियोहरू बनाएर हाल्थेँ भनेपछि आज चाहिँ मैले भलग बनाएको छु। किन भन्दाखेरि मेरो म्युजिक भिडियोबाट नै मोनिटाइज भएको रहेछ है। युट्युब च्यानल चाहिँ मोनिटाइज भयो र त्यसमा चाहिँ अलिक कम हुन्छ नि, कम पैसा कम डलर आएको भएको हुनाले चाहिँ मैले भलगमा ट्राई गर्न खोजिरहेको छु। मैले अहिलेसम्म कुनै पनि भलग बनाएको छैन हैन। बनाए पनि यताउति गरेको यतिकै बनाउँथेँ, तर मैले युट्युब च्यानलमा पोस्ट गरेको थिएन। सो मैले आज चाहिँ पहिलो भलग बनाएको छु। यसमा कस्तो प्रतिक्रिया आउँछ, कस्तो छ, के छ हैन, त्यो चाहिँ भिडियो अपलोड गरिसकेपछि नै थाहा हुनेछ। यदि राम्रो भएपछि चाहिँ म यो न्यू भलग सँगसँगै अरू भलगहरू पनि हाल्नेछु है त। अनि यो बर्दिया जिल्लामा चाहिँ म आएको छु आज है। यता यो स्कुल पनि छ के भन्छन् तर थाहा छैन, म चाहिँ घुम्न मात्रै आएको छु है। अनि यता अगाडि चाहिँ केटाहरूले भलिबल खेल्दो रहेछन् हैन। अरू केटाहरू खेलिन बाँकी छ, मन्दिरहरू छ हैन यता। अनि यता जङ्गलको बाटो जाँदो रहेछ। म एकछिन जङ्गलतिर पनि घुमेर आउँछु हैन। बाघहरू पाउँछ भन्ने हल्लो खल्लो चलिरहेछ। बाघहरू पाउँछ पाउँदैन त्यो खासै थाहा भएन मलाई चाहिँ है। अनि त्यही हो, खुसी छु पहिलो भलग बनाउँदाखेरि। अनि केटाहरू भलिबल खेलिरहेछन् यता अगाडि है। अनि ट्याक्कै यसरी जुम गरिदिउँ भनेपछि मोबाइल अलिक खासै डेन्जर छैन नि त है, त्यो भएर अलि भइरहेछ। त्यही हो, अब म साइकल चलाएर जाँदैछु है त जङ्गलमा। बाघहरू पाउँछ अरे, डर पनि भइरहेछ ल है। हाम्रो चलाउनु सकिन्न जस्तो छ, उकालो छ यार त्यहाँनिर त, तर बबाल छ जस्तो लागिरहेको। बाँसको रुखहरू है ट्याक्क लगाएर। ओ माई गॉड, ल यो चाहिँ जङ्गलको बाटो गएको रहेछ होइन। यो बर्दिया जिल्लामा हामी भित्रभित्रै गइरहेछौँ है। हामी भन्नाले म मात्रै हो है। यो जङ्गलको बाटो रहेछ, यस्तो छ। अनि यो एरियाभरि बाँसले भरिएको रहेछ। यता हेर्न सक्नुहुन्छ, यो पनि बाँस नै छ है। यो पुरै बाँसले भरिएको एरिया छ। यो सबै बाँसले भरिएको छ है। अनि अब साइकल चलाउन गाह्रो भयो के, अप्ठ्यारो हुँदो रहेछ नि त होइन। कसरी भलग गर्छन् होला है मान्छेहरू। कस्तो दामी बनाए हुन्छन् भलग है। हामी चाहिँ अब स्टार्टिङमा छौँ है। त्यही पनि राम्रो बनाउने प्रयास भइराखेको छ यसरी है। टक्क लगाएर एउटा हातले साइकल चलाएर एउटा हातले भिडियो बनाउन चाहिँ निकै गाह्रो के। अब कोही कतै भएको छ, कहीँ कतै भएको छ है। त्यसको लागि आम्मामामा यो त बब्बाल फुल रहेछ नि। अहिले देखाउँछु है म यता। यता साइडमा कति राम्रो दामी फुलहरू छ। यता बाघ पनि पाउँछ भन्ने सुनिरहेको छु है। अब कता पाउँछ के पाउँछ है। जाँदैछु, मलाई झम्टिहाल्यो भनेपछि चाहिँ मेरो यो भिडियोमा सीमित हुनेछ है त। अनि त्यही हो, ट्याक्क फुलहरू पाउँदो रहेछ। यो के को जरा जागेर चाहिँ फुल भएको रहेछ कि है। यो हेर्नुहोस् त अगाडि। आम्बो साइकल पनि चलाउनै नसकिने भएको छ क्या। फेरि एउटा हातले चाहिँ कहाँनिर चिप्लेर पल्टिन्छु होला भन्ने कुरा थाहै छैन ल है। यस्तो दामी एरियाबाट है। वाह 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 वाह, बब्बाल छ यार। तर साइकल एकातिर गइरहेछ कि म देब्रे हातले समातिरहेको छु नि त। देब्रे हातले समातेको भएर चाहिँ यता बाङ्गोट्याङ्गो भएको छ होइन। तर यो यहाँ यो एरियामा चाहिँ बाँस मात्र पाउँदो रहेछ। बाँस मात्रै रहेछ।
हेर्नु त यो बाँस हो पुरै है। अनि अगाडि पनि बाँसै बाँस छन्, धेरै बाँसहरू चाहिँ लगाएको रहेछ क्या। यस्तो दामी छ यार, हेर्नुहोस् त फुलले घेरिएको एरिया। तर लास्टै हल्लिरहेको होला यो मोबाइलमा चाहिँ लास्टै हल्लिएको अवस्था देखिन्छ, ब्रेकै लाग्दो रहेछ क्या। हेर्नुहोस् न, आम्बो यो मोबाइलमा चाहिँ क्लियर आएको छैन होला, मैले उ गर्दाखेरि यति यस्तो बवाल छ यहाँ। सिधै हेर्ने हो भने चाहिँ आँखा बाघ पनि छ अरे भन्ने सुनेको छु। के छ त, बाघ छ त्यो त, झ्याप्पा आएको अरे क्या, झ्यामझ्याम पारेर आएको अरे। त्यो साथीहरू होइन, फर्स्ट भ्लग हो होइन। यो भ्लगमा चाहिँ म्युजिक भिडियोहरू हालेको हुन्छु, त्यो म्युजिक भिडियो जस्तै गरेर चाहिँ भ्युज आउन थाल्यो है, राम्रो वाच टाइम आउन थाल्यो भनेपछि चाहिँ म सिधै हो भ्लगतिर झर्छु। किनकि यो भ्लग नै स्टार्टिङ भ्लग हो है, फर्स्ट भ्लग हो। के हुन्छ कस्तो हुन्छ त्यो थाहा छैन, तर पनि हाल्ने विचारमै छु के म है। हल्लिरहेको छ, यताउति दायाँ बायाँ गरिरहेको छ, मतलब नगरिकन म चाहिँ पोस्ट गरिदिन्छु सिधै युट्युब। यो भ्लगले पनि कम्तीमा पनि $2-3 चाहिँ कमाएको हुनु पऱ्यो, त्यसपछि म भ्लगमै लाग्छु है। यो त्यत्तिकैको हो, यो भ्लग चाहिँ त्यत्तिकैको हो। दायाँ बायाँ यताउति केही नसोचेर हालिरहेको छु है, जस्तो पायो त्यस्तै हालिदिरहेको छु। राम्रो भएछ भनेपछि चाहिँ अरू यति दामी एडिटिङ गर्न नि आउँछ मलाई, सबै चिज आउँछ होइन। राम्रो भयो, डलर राम्रो निकाल्यो यो भिडियोले, र यो भ्लग चल्यो भनेपछि चाहिँ मैले अरू भ्लग थुप्रै भ्लगहरू मजाले ल्याउने छु है त साथीहरू। र म चाहिँ अब अगाडि भ्यूहरू मात्रै देखाउँछु। साइकल किन भन्दाखेरि साइकल पनि चलाइरहेको छु होइन। सँगै एकदम उ गर्न चाहिँ, सँगै भिडियो क्याप्चर गर्न चाहिँ गाह्रो हुँदो रहेछ नि त। यो हेर्नुहोस् त, साइकल फेरि दाब्रे हातले चलाइरहेको छु क्या, दाब्रे हातले ह्यान्डल गरिरहेको छु। दाहिने हाततिर त अब मोबाइल समात्नु परिहाल्यो नि होइन, त्यो भएर चाहिँ हल्लिरहेको छ होला होइन। भ्लग राम्रो भएको छैन होला, लगत्तै मैले आइफोन पनि किन्ने छु है। किनकि भ्लगमा कान्छो आयो भनेपछि युट्युबमा, यो युट्युब च्यानलमा यो मेरो भ्लग चल्यो भनेपछि कसम भनेको आइफोन किनेको पनि भिडियो बनाएर हाल्छु कि है, त्यो हो। अनि मैले म्युजिकहरू हालिरहेकोमा चाहिँ डलरहरू, कुनै म्युजिकहरूले दामी डलर निकालेको छ है, ठिक छ त्यो। तर म्युजिकमा मैले खासै डलर दिएको जस्तो लागेन, त्यही भएर चाहिँ म भ्लगमा झरिरहेको छु। यो भ्लग फर्स्ट भ्लग हो, म अझै पनि भन्दैछु फर्स्ट भ्लग हो। सो त्यो भएको कारणले चाहिँ है अलि यतातिर यस्तो छ, हेर्नुहोस् है। यो चाहिँ मलाई बवाल मन पऱ्यो क्या, यस्तो दामी छ यार, आम्बो यो एरिया हेर्नु न, क्या दामी बाजा है। ए फोटो हान्ने भएपछि चाहिँ बवाल आउँछ क्या यसमा, त्यो कुरो। अनि मैले बाँसहरू मात्रै छन् भनेको थिएँ नि, हेर्नुहोस् यो बाँसको रुख हो है। अनि त्यो पनि बाँसको रुख, उता बाँसको रुख छ, उता त्यो भित्र बाँसको रुख छ। अनि यता पछाडितिर पनि, यो पछाडितिर पनि बाँसै बाँस छ क्या, बाँसको एरिया छ है। अनि जङ्गलमा चाहिँ किन बनायो होला भनेर चाहिँ भनिराख्नु भएको होला है, यो भिडियो हेरेर पक्कै पनि भन्नुहुन्छ। किन भन्दाखेरि हल्का मलाई लाज लाग्यो, मैले भ्लग गरेको छैन नि त, पहिलादेखि नै भ्लग गराएको छैन, अलि लाज लाग्छ क्या। त्यो भएको कारणले चाहिँ जङ्गलतिर छिरेर चाहिँ एउटा टेस्टिङको लागि भयो भने एउटा भ्लग हालिदिन्छु। यो भ्लगले चाहिँ कतिको डलर तान्छ होइन, त्यो चाहिँ मैले यसको चाहिँ रेभिन्यू के कस्तो हुन्छ भनेर चाहिँ चेक गर्नको लागि चाहिँ म जङ्गलतिर छिरेको होइन। अगाडि यताउति छैन, म त्यही पनि अगाडि चाहिँ त्यो यसरी चाहिँ भ्यूहरू देखाएर है, यताउति गराएर चाहिँ म भिडियो क्याप्चर गर्नेछु। अनि यो चाहिँ के रहेछ, यो चाहिँ के हो, जति पनि साथीहरूले मेरो भिडियो हेर्नुहुन्छ उहाँहरूले चाहिँ टक्क लगाएर के हो यो भनिदिनु होला है त, भन्नु होला। अनि म्युजिक भिडियोहरू चाहिँ अबदेखि यो भिडियोले राम्रो प्रतिक्रिया दियो भनेपछि चाहिँ मैले म्युजिक भिडियोहरू चाहिँ हाल्दिनँ है त, त्यो सोच गरिराखेको छु है। जुन भिडियोले राम्रो डलर निकाल्छ म त्यहीमै काम गर्छु है त साथीहरू। ल म अहिले चाहिँ
साइकल चलाएर अगाडिसम्म जान्छु अनि भ्यूहरू देखाउँछु र दामी दामी है त कस्तो देखिन्छ त्यो त अब थाहा भएन तर मलाई चाहिँ देब्रे हातले यो हातले चाहिँ मैले साइकल चलाउन गाह्रो हुँदो रहेछ कि ह्यान्डल गर्न लास्टै गाह्रो हुँदो रहेछ मैले ट्राई पनि गरेको थिएन अहिलेसम्म होइन त्यही हो भिडियो यताउति लाम्चे पाम्चे यताउति दायाँ बायाँ हुनसक्छ होइन बोली पनि नमिठो हुनसक्छ जस्तो सुकै भए पनि यो भिडियोलाई चाहिँ तपाईँहरूले हेर्नै पर्ने हुन्छ हेरिदिनै पर्ने हुन्छ किनकि यो चाहिँ म टेस्टिङको लागि मात्रै हाल्दैछु है त यो भ्लग भोलिदेखि यो भ्लगमा राम्रो दामी आयो भने चाहिँ रिभ्यू दामी देखायो भनेपछि कसम मैले भोलिदेखि यस्तो बबाल इन्ट्रेस्टिङ टाइपका भिडियोहरू त्यस्तै टाइपका भ्लगहरू बनाएर हाल्छु है त त्यही हो म चाहिँ आइसकेँ अब ब्रेक लाग्दैन यहाँ अगाडि ओह्रालो छ है अनि भलिबल खेल्ने ठाउँ केटाहरू यहाँ छ अब भाइहरू छन् बच्चाबच्चीहरू छन् तर पनि अब लाज चाहिँ लागिहाल्दो रहेछ कि भ्लग बनाउन गाह्रो हुँदो रहेछ है पहिलोचोटि ट्राई गरेको अङ्कलले पनि मजाले च्याउनु बाउमा बोलेको हेर न यस्तो लाज लाग्छ यार के भन्नु है ल ठिक छ म चाहिँ अब यो एरियादेखि उता चाहिँ जान्छु अनि यताउति बाटोमा देखाउँछु है यताउतिको एरिया देखाउँछु है त अनि यतिमैमा सीमित गरेर सिद्ध्याउने छु अनि पोस्ट गरिदिन्छु हेर्नु होला राम्रो लागेछ भनेपछि चाहिँ ट्याकटुक है लाइक कमेन्ट कसरी हुन्छ प्रतिक्रिया दिने अनि मैले भनिरहेकै छु यो भ्लग चाहिँ तपाईँहरूको टेस्टिङको लागि मात्रै हो राम्रो भएछ राम्रो रिभ्यू देखायो राम्रो डलर आयो भनेपछि चाहिँ म भोलिदेखि दामी इन्ट्रेस्टिङवाला भ्लग बनाएर हाल्नेछु है त ल म चाहिँ त्यही हो अघिकै ठाउँबाट आएको छु ठ्याक्कै मैले भनेको थिएँ यहाँनिर दोकान रहेछ होइन बिस्कुट किनेर ट्याक्क खाम कि क्या हो यसमा खाइदिन्छु एकछिन है रोक्छु ल एकछिन ल मैले बिस्कुट किनिसकेँ अब चाहिँ म तपाईँहरूलाई ट्याक्क भ्यू देखाउँछु है त दामी तर यसो घुम्नको लागि चाहिँ बर्दिया पनि बबाल लाग्यो मलाई होइन हेर्नुहोस् त यति दामी छ है यति बबाल एरिया छ तर टक्क होइन साँझको समयमा चाहिँ यसो दिमाग चाहिँ माइन्ड फ्रेस गराउनको लागि चाहिँ एकदम बबाल ठाउँ हो क्या है अनि एकजना भाइ चाहिँ यहाँनिर लोट्या रहेछ है साइकल चलाउँदै अब म पनि लोट्न बेर छैन एउटा हातले चलाइदिरहेको छु एउटा हातले टक्क भ्लग बनाइरहेको छु है अनि त्यही हो हेर्नुहोस् त यताउति क्या दामी छ कि हेर्दै जानुहोस् हजुरहरू मैले यता सबै देखाइदिएको छु दामी भ्यूहरू देखिएको छ दामी दृश्य देखिएको छ हेर्नुहोस् है अनि म सबै देखाइदिनेछु मैले खासै बोल्न नि गाह्रो भइरहेको छ तपाईँहरूले चाहिँ यता टक्क हेरेर चाहिँ है प्रतिक्रिया दिनु ल अनि हजुरहरूको गाउँघरतिर चाहिँ यसरी गहुँ पाक्यो कि पाकेन साथीहरू है हाम्रोतिर चाहिँ सबै पाकिसकेको छ यो बर्दिया जिल्लातिर चाहिँ होइन अनि यसरी चाहिँ पुला पारेर टक्क सजिलो हुन्छ भनेर चार्नलाई तयार बनाएको छ हेर्नुहोस् है यसरी बनाउँदो रहेछ है हाम्रो यता बर्दियातिर चाहिँ अनि एरियाहरू यही नै हो साथीहरू है मैले चाहिँ पहिले पनि भनेको
भ्लग, यो फर्स्ट भ्लग हो मेरो है। अनि कस्तो हुन्छ तपाईँहरूले चाहिँ साथ दिनु है।